पत्रकार मित्रहरू, आज बागमती प्रदेश सरकारको मन्त्री परिषदको बैठक बस्यो। त्यसले एउटा तीनटा चाहिँ निर्णयहरू गरेका छन्। एक नम्बर निर्णय चाहिँ प्रदेशको सचिवहरूको पदस्थापना भएको छ। महेश भट्टराईलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पदस्थापना भएको छ। नारायण मैनाली आर्थिक मामिला तथा योजना मन्त्रालय र अनिता निरौला श्रम रोजगार तथा यातायात मन्त्रालय र हेमराज भुषाल नीति तथा योजना आयोगमा पदस्थापन भएको छ। दोस्रो निर्णय भएको छ त्रिभुवन पार्कको चाहिँ यो गठन आदेशबाट चाहिँ भएकोलाई चन्द्रबहादुर गोपालीलाई त्रिभुवन पार्कको सञ्चालक समितिको अध्यक्षमा चाहिँ पदस्थापना गरेको छ, नियुक्ति गरेको छ। र तेस्रो निर्णय चाहिँ भएको छ हामीले लामो समयदेखि छलफल गर्दै आएको यो चाहिँ बागमती प्रदेश सरकारले विगत चाहिँ यो अहिले माननीय इन्द्रबहादुर बानियाको नेतृत्वको प्रदेश सरकारले गरेको पहिलो निर्णय नै भन्नुपर्छ यसलाई। यो चाहिँ हाम्रो प्रशासनिक पुनर्संरचनाको विषयमा थियो। यो आज टुङ्ग्याएको छ। यो चाहिँ हामीले अहिले चाहिँ मुख्यमन्त्रीको कार्यालय सहित 14वटा मन्त्रालयबाट घटाएर हामीले 8वटा मन्त्रालय बनाउने गरी आजको चाहिँ बैठकले निर्णय भएको छ। र तत् चाहिँ मन्त्रालय चाहिँ अन्तर्गतका चाहिँ यो चाहिँ ओएनएम गर्नको लागि समिति पनि गठन गरेको छ। र यो मन्त्रालय घटिसकेपछि मातहतका चाहिँ कार्यालयहरूको पनि कुनै गाभ्ने, कुनैलाई चाहिँ हटाउने, कुनैलाई चाहिँ गाभेर एकदम चाहिँ जनताको सेवाको लागि चुस्त दुरुस्त बनाउनलाई र कम खर्च गरेर कसरी पारदर्शी र कसरी चाहिँ यसलाई चालु खर्च घटाउन सकिन्छ भन्ने हिसाबले यो चाहिँ हाम्रो राजनीतिक के अरे उच्च स्तरीय पुनर्संरचना समिति पनि गठन भएको थियो। र यो पुनर्संरचना समितिले को निर्णयले आज त्यो प्रस्ताव पनि हामीले चाहिँ मुख्यमन्त्री कार्यालयलाई बुझाइसकेका थियौँ। त्यसको आधारमा अहिले अब यो मुख्यमन्त्रीको पनि निर्देशन अनुसार आज चाहिँ यो चाहिँ 8वटा मन्त्रालय चाहिँ रहने गरी आजको क्याबिनेटले बैठकले निर्णय गरेको छ। र मन्त्रालयहरूको नाम चाहिँ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय भइहाल्यो एउटा, र आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय छ एउटा, अनि तेस्रोमा आर्थिक मामिला तथा योजना मन्त्रालय, चौथोमा खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय, पाँचौंमा भौतिक पूर्वाधार विकास मन्त्रालय, छैटौंमा कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, आठौंमा उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालय गरी जम्मा 8वटा मन्त्रालय बनाउने गरी यो चाहिँ प्रस्ताव गरेका छ। यसलाई चाहिँ हामीले आर्थिक विश्लेषण गर्दाखेरि कम्तीमा यति 8वटा मन्त्रालय बनाउने र मातहतका चाहिँ कार्यालयहरू कम्तीमा पनि 50वटा कार्यालयहरू चाहिँ कम हुने गरेर अहिले मौजुदा कार्यालयहरू मन्त्रालयको मौजुदा कार्यालयहरू चाहिँ 198वटा छन्। र अहिले प्रस्तावित कार्यहरू यो पुरै टुङ्गिसकेको त छैन, तर प्रस्तावित कार्यालयहरू मातहतका कार्यालयहरू चाहिँ जम्मा 148 रहन्छ। र 148 रहने भइसकेपछि अहिले के भयो त भन्दाखेरि 50वटा चाहिँ मातहतका कार्यालयहरू घट्ने भयो। यसले के गर्छ त भन्दाखेरि चालुतर्फको चाहिँ पैसा चाहिँ रकम चाहिँ खर्च चाहिँ चालुतर्फको खर्च चाहिँ लगभग 5 अरब चाहिँ घट्छ भन्ने हाम्रो अनुमान छ। त्यस अनुसारले आजको निर्णय यो 8वटा मन्त्रालय रहने गरी र यो जनताको चाहिँ रकम चाहिँ करबाट उठेको पैसाको लागि र चाहिँ अधिकतम पुँजीगत खर्च गरौँ भनेर यो आज चाहिँ बागमती प्रदेश सरकारले यो निर्णय गरेको छ। धन्यवाद।